नमस्ते 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 सबैजनालाई नमस्कार। आज चाहिँ नमस्कार भन्दै पानी परेको छ। आजको मौसम एकदमै हाम्रो यहाँ चाहिँ साह्रै गाह्रो हुने अवस्था छ। आजको मौसममा चाहिँ यो पानीमा बुवा आमाहरूलाई खाना खुवाउन एकदमै गाह्रो। बाहिर खुल्ला उसमा पनि हामीले टेबल राख्नुपर्ने हुन्थ्यो र आज पानीले गर्दा त्यो टेबल राख्न सम्भव पनि भएन। बुवा आमाहरूलाई यति एरियामा नै कचाक कुचुक बनाएर चाहिँ राखेर मिलाएर यो आगो बालेर तातो पनि होस् भनेर चाहिँ हामीले खाना खुवाउन यहाँ यसरी गाह्रो साङ्ग्रोसँग भए पनि व्यवस्था गर्दैछौँ। बुवा आमाहरू सबैजना नमस्कार। नमस्कार। पानी परिरहेको छ। आजको अवस्था यस्तै छ। सबैजना दुःख सुख यस्तै गरी चाहिँ आगो तापेर अब के गर्नु। हिजो हाम्रो एकजना आमा गुमाइएका छौँ हामीले। आमाको हिजो देहान्त भएको छ। उहाँको दाह संस्कार हिजो साँझ 7:30 बजे गरिएको थियो र के गर्ने अब जानेले गए तापनि बाँच्नेले त मन बुझाएर खानै पर्ने बस्नै पर्ने सबै कुरालाई चाजोबाजो मिलाउनै पर्ने। अब आजको यो अवस्थामा हामीले यो टेबलमा आमा यहाँनिर बस्नुहुन्थ्यो सधैँ आमाको साथी यतापट्टि। उहाँ आमा नहुँदा हामीले सबै आएर चाहिँ सानो मैया आमालाई धेरै मिस पनि गरेका छौँ। उहाँको आत्मा शान्तिको कामना गरेर सबैले नमस्कार गरिदिनुहोस् न। सानो मैया रञ्जित आमालाई रञ्जित थापा सानो मैया रञ्जित थापा आमालाई चाहिँ आत्मा शान्तिको कामना गर्दै सबै बुबा आमाहरूले सरासर वैकुण्ठको बास होस् भनेपछि नमस्कार गरिदिनु होला। र हामीले धेरै मिस गरेका छौँ। अब यत्रो 3-4 वर्ष हाम्रो माझमा रहेर खाना पिउन बस्न सबै गरेर हिँड्नुभयो र आज उहाँ यहाँ नहुँदाखेरि हामी सबैलाई आमा नभएको शून्य पनि भएको छ। अब जे भए पनि जे परे पनि सहनै पर्छ हामीले। र यहाँ भएका अरू वृद्ध आमाहरू बुवाहरूलाई नि धेरै गाह्रो छ। यो माघ महिना यो चिसोमा धेरै कष्टसँग चाहिँ हामीले यहाँ दिनरात गुजार्दै आइरहेका छौँ। र आज यो पानी परेको अवस्थामा चाहिँ झनै धेरै गाह्रो। जब हाम्रो त्यो छानो नयाँ छानो बन्छ र हामी त्यहाँ पुग्छौँ त्यस पछाडि राम्रोसँग सुविस्तासँग बाबा आमाहरूले बस्न पाउनुहुनेछ। अब यति दिनसम्म त हामीले दुःख कष्टसँगले काट्यौँ भने अब त पक्कै पनि 2-4 महिनामा चाहिँ हामी नयाँ भवनमा पुग्नेछौँ। त्यो बेलासम्म चाहिँ जसो तसो दुःख सुख गरेर हाम्रा बाबा आमाहरूले बस्दिनु होला है। सबै बुवा आमाहरूलाई नमस्कार है भन्दै अब आज यो झरीमा तातो हामीले आगो चाहिँ बाली नै रहन्छौँ है। यो आगो चाहिँ मजाले बालेर तपाईँहरू खानालाई सबैजना तातो बनेर ल। यहाँ आगो बलेपछि यो छानो सबै तातो हुन्छ र तपाईँहरूलाई न्यानो पारेपछि मलाई पनि न्यानो भएको फिल हुन्छ। यसरी चाहिँ अरू टाढा बस्ने